पुत्र पवित्र आत्मा त्यो एक परमेश्वरलाई महिमा भएको होस्। प्रभुको प्रियजनहरूमा क्रिस्चियन अभिवादन साथै न्यानो जय मसीह। तपाईँहरू पक्कै पनि सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै र आनन्दित र खुसी छु र परमेश्वरमा धन्यवाद जनाउँदछु। तपाईँहरू शरीरमा कतिजना अशक्त हुनुहुन्छ भने पनि आत्मा हाम्रो एकदमै बलियो छ र हामी स्वस्थ छौँ। आमेन। शरीरको दुर्बलतालाई केही समय हामी साइडमा राखेर आज परमेश्वरको वचनबाट हामी आशिष पाउनको लागि हाम्रो हृदयलाई तयार पारौँ। प्रभुको प्रियजनहरू, आज तपाईँ र मेरो निम्ति परमेश्वरले हामीलाई दिनुभएको वचनलाई हामी हेर्नेछौँ। रोमी 13:11देखि 13सम्म। यहाँ यसरी लेखेको छ परमेश्वरको वचनमा, यसका बाहेक यो वर्तमान समय कस्तो छ सो तिमीहरूलाई थाहा छ। अब निन्द्राबाट बिउजिने ठिक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। रात बितिसक्यो र दिन नजिक आइपुगेको छ। यसकारण अन्धकारका काम छोडेर हामी ज्योतिका हात हतियार धारणा गरौँ। दिउँसो जस्तै गरी हामी ठिकसँग चलौँ, मोजमजामा, पिएटपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगडामा र डाहामा होइन, तर प्रभु यीशु ख्रिस्टलाई धारणा गर र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेऊ। आमेन। परमेश्वरको वचन पढाइ सुनामा परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। प्रभुको प्रियजनहरू, आज बिहानी तपाईँ र मलाई परमेश्वरले फेरि पनि नयाँ आशिषमा ल्याउँदै हुनुहुन्छ र उहाँको वचनबाट तपाईँ र मलाई नयाँ प्रकाश दिँदै हुनुहुन्छ। परमेश्वरको वचनले भन्नुहुँदछ, यसबाहेक यो वर्तमान समय कस्तो छ सो तिमीहरूलाई थाहा छ। अब निन्द्राबाट बिउजिने ठिक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। आमेन। प्रभुको प्रियजनहरू, हामीलाई थाहा छ अहिलेको वर्तमान समय कस्तो छ। आज यस्तो डेन्जर, यो डरलाग्दो समयमा, यी दिनहरूमा पनि तपाईँ र म महान परमेश्वरको एउटा भक्त भएर उहाँलाई सेवा गर्ने, उहाँको दासहरू भएर जिउन पाउनु नै तपाईँ र मेरो ठुलो सौभाग्य हो। प्रभुको प्रियजनहरू, यो समय एकदमै डरलाग्दो छ। यी दिनहरू एकदमै खतरनाक छ। यो दिनहरूमा तपाईँ र म कसरी जिउनु पर्ने हो, त्यो तपाईँ र म आफैले विचार गर्नुपर्छ। र प्रभुको वचनले तपाईँ र मलाई फेरि पनि स्मरण गराउँदै हुनुहुन्छ, यो डरलाग्दो समयमा, यी खराब दिनहरूमा तपाईँ र म अब निन्द्राबाट बिउजने बेला आएको छ। तपाईँ र म धेरैचोटि हिजो अस्ति पहिले जसरी जिउँथ्यो अब त्यसरी जिउन होइन। प्रियजनहरू, तपाईँ र म अब जागर रहेर प्रभुसँग एकदमै हर समय तयारीमा रहेर जिउन आवश्यकता छ। तपाईँ र म प्रभुसँग जिउँदै गर्दा तपाईँ र म एकदमै हाम्रो शरीर र आत्मालाई तयार गर्न आवश्यक छ। अब ठिक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति नजिक आइपुगेको छ। प्रभुको प्रियजनहरू, परमेश्वरको मुक्ति नजिक आइरहेको कुरा यी दिनहरूले देखाउँदछ। यति धेरै खराब दिनमा हामी जिरहेका छौँ। यी दिनहरू यति धेरै डेन्जर छ। एकछिनमा तपाईँ र म राम्रोसँग हिँडिरहेको छौँ भने एकैछिनमा तपाईँ र मेरो बिचमा अगाडि के आइपर्छ हामी कसैलाई पनि थाहा छैन। यो यस्तो डरलाग्दो समयमा हामी छौँ। यी दिनहरूमा हामी गुज्रेर अगाडि बढिरहनु परेको छ। हाम्रो देशमा, समाजमा, परिवारमै। आज हाम्रो परिवारमै जिरहेको मानिसहरूबाट पनि हामी समस्यामा, एउटा पीडामा, तपाईँ र म रिसमा, क्रोधमा, डाहामा भएर गुज्रिनु परिरहेको छ। यो दिनमा परमेश्वरको वचनले तपाईँ र मलाई भन्दै हुनुहुन्छ, तपाईँ र म होसियार हुनुपर्छ। तपाईँ र म जागर रहेर अगाडि बढ्नुपर्छ। परमेश्वरसँग तपाईँ र म नजिक हुनुपर्छ। प्रभुको प्रियजनहरू, रात बितिसक्यो र दिन नजिक आइपुगेको छ। यसकारण अन्धकारका कामहरू छोडेर हामी ज्योतिका हात हतियार धारणा गरौँ। दिउँसो जस्तै गरी हामी ठिकसँग चलौँ, मोजमजामा, पिएटपनमा, व्यभिचार र भ्रष्टाचार, झगडा र डाहामा होइन। प्रभुको प्रियजनहरू, तपाईँ र म जिउँदै गर्दा हाम्रो जीवनमा धेरै समस्याहरू आउँछ, धेरै अप्ठ्यारो परिस्थितिहरू आउँछ। तपाईँ र म साथीसँग हिँड्दै गर्दा, आफन्तसँग हिँड्दै गर्दा,
प्रभुलाई नचिनेको व्यक्तिहरूसँग तपाईँ र म रिलेसनमा बस्दै गर्दा तपाईँ र मलाई कति धेरै समस्याहरू आउँछ। हामीले नबोल्नुपर्ने कुराहरू हामी बोल्न पुग्छौँ। नजानुपर्ने ठाउँमा हाम्रो पाइलाहरू गइरहेको हुन्छ। नखानुपर्ने कुरामा हामी सहभागी भइरहेको हुन्छौँ। प्रभुको प्रियजनहरू, यो बिहानी म तपाईँहरूलाई प्रभुको वचनबाट भन्न चाहन्छु, तपाईँ र म होसियार हौँ। तपाईँ र मैले क्षणिकमा गरेको कुरा तपाईँ र मेरो जीवनभरिको लागि एउटा चोट नबनोस्। तपाईँ र मैले क्षणिकमा बिताएको सेकेन्डको कुरा तपाईँ र मेरो जीवनभरि त्यसले तपाईँ र मलाई चोट नदियोस्, दुःख नदियोस्। त्यस कारणले गर्दा प्रभुको प्रियजनहरू, तपाईँ र म होसियार हुन आवश्यकता छ। तपाईँ र म यदि खराब बाटोमा हिँड्दैछौँ भने यो समय तपाईँ र म जोगिन आवश्यकता छ। तपाईँ र मैले गलत बाटो रोजिरहेको छौँ भने तपाईँ र म त्यो बाटोबाट उम्किन आज आवश्यकता छ। तपाईँ र म अलग रहन आवश्यकता छ। जब तपाईँ र म प्रभुसँग रहन्छौँ अनि परमेश्वरले तपाईँ र मलाई विजय दिनुहुन्छ। परमेश्वरले तपाईँ र मलाई सुरक्षा दिनुहुन्छ। यदि तपाईँ र म संसारमै रहेर अन्धकारमै तपाईँ र म जिउँछौँ भने तपाईँ र मैले भोलि ठुलो र डरलाग्दो घटनाहरू बेर्नु पर्नेछ, भोग्नु पर्नेछ। प्रभुको प्रियजनहरू, परमेश्वरको वचनले भन्नुहुँदछ, बरु तपाईँ र मैले ख्रीष्टलाई धारणा गर्न आवश्यक छ। पापमय अभिलाषाबाट तपाईँ र म जोगिन आवश्यकता छ। त्यस्ता फोहोरी र असफल कुराहरू, शैतानले ल्याउने व्यभिचार र दुष्ट कुराहरू, पिएटपनहरू, तपाईँ र मेरो जीवनमा कुनै पनि अनैतिक कुराहरू छ भने तपाईँ र म आजदेखि नै तोड्नको लागि प्रभुसँग प्रार्थना गरौँ। तपाईँ र म सजग हौँ। प्रियजनहरू, प्रभुको प्रियजनहरू, तपाईँ र मैले त्यो खराब कुरालाई त्याग्न सक्नुपर्छ। तपाईँ र म भक्ति र प्रार्थनामा जिउन सक्नुपर्छ, किनभने यी दिनहरू एकदमै खराब छ। यो दिनमा तपाईँ र म प्रभुसँग समय बिताउन आवश्यकता छ। तपाईँ र मैले क्षणभर गरेको प्रार्थनाले तपाईँ र मेरो जीवन बाँच्नेछ। एकैछिन प्रभुसँग बिताएको प्रार्थनाले तपाईँ र मेरो परिवार सुरक्षित रहनेछ, बाँच्नेछ। तपाईँ र मेरो समाज बाँच्नेछ, देश बाँच्नेछ। त्यस कारणले गर्दा प्रभुको प्रियजनहरू, तपाईँ र म आज अन्धकारको कामहरू छोडेर ज्योतिमा आउन एकदमै आवश्यकता छ। परमेश्वरको वचनले भन्दछ, अन्धकारको काम छोडेर हामी ज्योतिको हात हतियार धारण गरौँ, दिउँसो जस्तै गरी हामी ठिकसँग चलौँ। आमेन। तपाईँ र म अँधेरोमा के गर्छौँ त्यो परमेश्वरलाई मात्र थाहा हुन्छ। र तपाईँ र म मानिसलाई देखाउनलाई होइन, तपाईँ र म चाहे अँधेरोमा होस्, चाहे उज्यालोमा होस्, चाहे मान्छेको माझमा होस्, चाहे एक्लै हुँदा होस्, तपाईँ र म पवित्र र शुद्ध भएर जिउन आवश्यकता छ। परमेश्वरमा मनपर्दो जीवन जिउन आज यो समय परमेश्वरको वचनले तपाईँ र मलाई होसियार गराउँदै हुनुहुन्छ। प्रभुको प्रियजनहरू, मलाई आज कसले देखेको छ र? यहाँ मेरो को छ र? अरूले देखेर मलाई के हुन्छ र? परमेश्वरको दासले देखेको छैन, आफन्तले त देखेको छैन भनेर तपाईँ र मैले कहिले पनि नसोचौँ। तपाईँ र म जहाँ र जुन अवस्थामा छौँ त्यहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वरले तपाईँ र मेरो अँध्यारो कोठामा गरेको प्रत्येक कुरा उहाँले देख्नुहुन्छ र उहाँले लेखा दिनुहुनेछ। त्यस कारणले गर्दा प्रभुको प्रियजनहरू, तपाईँ र म होसियार भएर जिउन आज आवश्यकता छ। तपाईँ र म प्रभुको डरमा भएर हिँड्न आवश्यकता छ। तपाईँ र म उज्यालो ज्योतिमा जस्तै भएर जिउन आवश्यकता छ। तपाईँ र मेरो चालचलन र चरित्रता परमेश्वरलाई मनपर्दो हुन आवश्यकता छ। यी खराब दिनहरूमा हामी जिउँदै गर्दा तपाईँ र मेरो हरेक कार्यद्वारा परमेश्वरको महिमा हुन आवश्यकता छ। तपाईँ र मैले गरेको काम र तपाईँ र मेरो जीवनद्वारा आज मानिसहरूले आशिष पाउनुपर्छ। त्यस कारणले गर्दा प्रभुको प्रियजनहरू, हामी यस समय परमेश्वरमा धन्यवाद दियौँ, किनभने यस्तो खराब दिनमा पनि परमेश्वरले तपाईँ र मलाई यो सुन्दर दिन र जीवन, परिवार र मण्डली दिनुभएको छ। परमेश्वरको वचन पढाइ सुनामा परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। स्वर्गीय पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। बुबा, तपाईँले दिनुभएको सुन्दर दिन, यस समय र मौकाको लागि धन्यवाद। आज यी वर्तमान समय यस्तो खराब हुँदै गर्दा पनि प्रभु, तपाईँले हाम्रो व्यक्तिगत जीवन, परिवार, मण्डलीमा सुरक्षा दिनुभएको छ। हामीलाई मृत्यु र दुर्घटनाबाट बचाउनु भएको छ। प्रभु, कति मानिसहरू बितेर गए, कतिको परिवारमा रुवाबासी छ, तर तपाईँले त आज हामीलाई जीवित राख्नु भएको छ। प्रभु, हाम्रो शरीरमा भएका सबै दुर्बलताहरूलाई तपाईँले लिइदिनु भएको छ। म तपाईँलाई धन्यवाद दिन्छु। यो वर्तमान समयमा जिउँदै गर्दा प्रभु, हामी दिउँसो जस्तै गरी उज्यालोमा हिँडे चाहिँ प्रभु, तपाईँसँग रहेर जिउन हामीलाई मद्दत गर्नुहोस्। पवित्र आत्मा,
हाम्रो परिवारलाई, हाम्रो छोराछोरीलाई, हाम्रो मण्डलीलाई, हाम्रो आफन्तहरूलाई तपाईँले बचाउनुहोस् प्रभु र तपाईँमा मनपर्दो जीवन जिउन, खराब बानीहरूलाई हटाएर तपाईँ प्रभुसँग रहन हामी सबैलाई मद्दत गर्नुहोस्। पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँले दिनुभएको सबै समयको लागि। हामी सबैको लागि आजको दिन आशिषमय बन्न सकोस्। देश विदेश सहर बजार गाउँठाउँमा हुनुहुने सबैलाई तपाईँले सुरक्षा गर्नुहोस् र आशिष दिनुहोस्। रोगी बिरामीमाथि तपाईँको चङ्गाइ र छुटकारा पठाउनुहोस्। शैतानले ल्याउने सबै रणनीतिहरूलाई यीशुको नाउँमा यो समय म विफल भएको घोषणा गर्दछु र परमेश्वरमा छुटकारा र विजयको घोषणा गर्छु। तपाईँको भक्तजनहरूलाई सुस्वास्थ्य र दीर्घायु आयु दिनुहोस्। अब सबै बिन्ती प्रार्थना तपाईँको हातमा समर्पण गर्दै आजको दिन हामी सबैको लागि आशिषमय र पवित्र बन्न सकोस् भन्दै आशिष माग्छौँ जीवित येशू तपाईँको उच्च अनि पवित्र नाउँमा। आमेन।